हेलो नमस्ते गुड मर्निङ टु एभ्रीवन वेलकम छ मेरो भिडियोमा हजुर सबैलाई हजुर सन्चै हुन्छ भने मलाई धेरै आशा छ म पनि एकदमै सन्चै छु अनि म बिहान रेडी भइसकेँ फ्रेस भइसकेँ हैन अनि पकाउन जति पनि पकाइसकेँ भिडियो चाहिँ लिन पाइनँ एकदमै हतार छ नि त सो 9:45 बजीभित्र चाहिँ राखी लगाइसक्नु पर्ने हुन्छ अनि त्यही भएर चाहिँ मेरो आज भाइ आउँदैछ अनि मलाई चाहिँ दाइले सरप्राइज दिन लानु भएको थियो कि हिजो अनि हिजो आउने भनेर मलाई थाहा थिएन अनि आज चाहिँ मम्मीले भन्नुभयो कि हिजो दाइ आउनुहुन्थ्यो तर बाटो बिग्रेछ नि त सो आउनु पाउनु भएन अनि मैले चाहिँ आउनु पनि पर्दैन यहीँदेखि मैले सम्झेछु तिमीहरू पनि मलाई त्यहीँदेखि सम्झ त्यति नै काफी छ सो अहिले चाहिँ मैले अब खानाहरू सबै पकाइसकेको छु हैन अनि अब पूजा थाली रेडी पार्छु खाना मात्रै एउटा पकाउनु बाँकी छ अनि यस भाइ आउँछ रमाइलो हुन्छ अनि मैले चाहिँ मेरो नानी बाबुहरूलाई पनि राखी लगाउन सिकाएको कि पहिलेदेखिबाट अनि यहाँ चाहिँ घरमा राखी मनाउँदैन नि त सो त्यही भएर चाहिँ अनि उनीहरूलाई चाहिँ लगाउन बच्चादेखि सिकाएको उनीहरूले पनि लगाउँछ एकअर्कालाई अनि यस भिडियोमा चाहिँ कन्टिन्यू भइराख्नुहोस् अनि आज म दिनभरि के गर्छु त्यो त देखाउन सक्दिनँ होला बट सकेसम्म देखाउँछु अनि अलिकति मनमा पनि अलिकति खल्लो लाग्दैछ नि त अब दाजुभाइहरूलाई लगाउनु पाइनँ मैले भनेर हैन तर पनि केही छैन मनदेखि मैले एकदमै सम्झेछु तिमीहरू सबैलाई जति पनि मेरो दाजुभाइहरू छ सबैलाई मैले मनदेखि सम्झेछु तिमीहरू जहाँसुकै भए पनि राम्ररी बस्नु स्वस्थ भएर बस्नु यो चाहिँ मेरो कामना सो यस अब चाहिँ म फटाफट खाना बसाल्छु है सो हिजो चाहिँ मैले चामल ल्याउनु बिर्सेछु कि अनि आज बुढालाई मगाएको थिएँ अनि ल्याइदिनु भयो अब चाहिँ खाना बसाल्छु अनि यस आज चाहिँ खाने हो मटन सो मटन चाहिँ म बेलुका पकाउँछु किनभने भाइ पनि भ्याउँदैन अनि म पनि पसल जानुपर्छ अनि बिहान चाहिँ थोरै हल्का फुल्का खाएर चाहिँ जान्छ राखी लगाएर अनि बेलुका चाहिँ अङ्कल र भाइ आउँछ खाना खानलाई सो बेलुका चाहिँ म मटन बनाउँछु अहिलेलाई चाहिँ मैले खाना बसाल्न जान्छु सो भाइलाई चाहिँ वेट गर्दैछु म होइन अब बुढा अफिस जाने कि उहाँलाई खाना खुवाइदिन्छु उहाँलाई ढिलो हुन्छ भनेर भन्नुभयो सो भाइ आउँदैछ भाइलाई कुर्छु र नानीहरूलाई रेडी पारिदिन्छु म सो मैले सबै ठिक्क पारिसकेको छु अब नानीले बोलाएर चाहिँ हेर्नु किन मलाई यहाँभरि चाहिँ सबै रेडी भइसक्यो अब लगाउनु मात्रै बाँकी छ 9:15 भइरहेछ 10 बजीभित्र लगाइसक्नुपर्ने हुन्छ यहाँ भने मैले रेडी पनि पारिसकेको छु मिठाई राखीको थाल सजाउनु कस्तो मनपर्छ कि मलाई चाहिँ सो मैले चाहिँ के पकाएको छु म हजुरलाई देखाउने छु यहाँ चाहिँ दाल पकाइसकेको छु अनि साग चाहिँ मैले थोरै पकाएको किनभने बिहान बेलुका पनि फेरि पकाउनु पर्छ नि त सो त्यही भएर अनि यहाँ मैले चिकन पकाएको छु अनि आज झन् क्वाटी खाने दिनमा त क्वाटी त पकाउनै पर्यो सो क्वाटी पनि पाकिसकेको छ अनि अर्कोतिर चाहिँ खाना बसालेको छु यहाँ भने चाहिँ भाइ पनि आइसकेको छ अनि 9:45 बजीभित्र नै राखी लगाउनु पर्ने छ नि त सायद त्यतिखेर नै छ अनि सो यहाँ चाहिँ मैले गणेश पूजा गरेँ अनि गणेश पूजा गरिसकेपछि चाहिँ भाइलाई टिका लगाइदिएँ मैले भाइ मानेको थुप्रै वर्ष भइसक्यो यति राम्रो सम्बन्ध छ हाम्रो दिदीभाइहरूको होइन एकदमै बुझ्ने भाइहरू छ कि मेरो चाहिँ अनि एकदमै रमाइलो भयो भाइलाई टिका लगाउन पाएँ राखी लगाउन पाएँ होइन अर्को दाइहरूलाई लगाउन पाइनँ सो सरी होइन अब टाढा चाहिँ के गर्ने त है अनि सो भाइलाई चाहिँ राखी लगाइदिएँ नि बुढालाई चाहिँ अफिस जान एकदमै हतार भइसकेको थियो कि साथी लिन आइसकेको थियो आज चाहिँ गाडी नलाने भन्दै हुनुहुन्थ्यो अनि सो उहाँले चाहिँ 1-2वटा फोटो खिचिदिनु भयो हाम्रो चाहिँ अनि जानुभयो उहाँ चाहिँ साथी आइसकेको थियो फोन गरेको थियो उहाँलाई चाहिँ अनि भाइलाई चाहिँ मैले मिठाई खुवाइदिएँ अब पालो भाइको मलाई टिका लगाउने अनि उसले पनि मलाई टिका लगाइदियो अनि उसले मलाई के दिनुपर्ने उसले मलाई दियो खुट्टा ढोक्यो होइन अनि मसँग धेरै आशीर्वाद लियो भाइले चाहिँ अनि यहाँ भने चाहिँ अब पालो नानी बाबुको मैले चाहिँ नानीलाई सानैदेखिबाट राखी लगाउनुपर्छ है भनेर सिकाइरहेको थिएँ कि अनि यिनीहरूको त रमाइलै छुट्यो कि बच्चाहरूलाई त त्यस्तो खासै केही थाहा हुन्न नि त होइन अनि नानी बाबु छ रमाइलो गर्दै टिका लगाउँदैछ राखी लगाउँदैछ होइन अनि रमाइलो छ नानी बाबुहरूलाई चाहिँ अनि सो नानी बाबुहरूले पनि एकअर्कालाई राखी लगाइदियो अनि अब भने चाहिँ म भाइलाई चाहिँ खाना राखिदिन्छु किनभने उसलाई चाहिँ फेरि बाहिर जानुपर्ने हुन्छ सो नखाने भन्दै थियो त्यस्तो भनेर कहाँ हुन्छ होइन सो खानासाना खाएर चाहिँ आराम गर्दै थियो अनि बाबु पनि सँगै आराम गर्छु भनेर गयो कि होइन अनि यहाँ भने चाहिँ भाइ पनि आराम गरेर घर गयो बाई सो साथीहरू राखी पनि लगायो भाइलाई थोरै खाना खुवाएर पनि पठायो नखाने भन्दै थियो सो थोरै खुवाएर पठाएँ मैले अनि बेलुका आउँछ अङ्कल अनि भाइ अनि सो बेलुकाको तयारी चाहिँ म अहिले पछि गर्छु म चाहिँ यहाँ खाना खान्छु त्यसपछि बजारहरू खुवाउँछु अनि म चाहिँ पसल जान्छु पसल बजार चाहिँ आज 5 बजे नै आउँछु पकाउनु पऱ्यो नि त सो त्यही भएर अनि भाइ पनि गयो एकछिन रेस्ट गरेर अनि ऊ पनि पसल जान्छ अनि सो भाइलाई पनि बाई बाई भनिसकेँ अनि यस रमाइलो भयो अनि बुढा पनि अफिस जानुभयो उहाँलाई चाहिँ आज चाँडै जानुपर्ने उहाँले चाहिँ गाडी लानु भएन आज होइन अनि सो चाँडै आउनुहुन्छ नि त बेलुका सो त्यही भएर सो यस थ्याङ्क यू फर वाचिङ दिस भिडियो यसै गरी माया साथ सपोर्ट दिनुहोस् होइन अनि यस म फेरि भन्न चाहन्छु सबैजना चाहिँ सुरक्षित भएर बस्नुहोस् आफ्नो ख्याल गर्नुहोस् थ्याङ्क यू बाई बाई